चंद्रगिरीबाट नमस्ते। म जरा नकवी अमेरिकी दूतावासको प्रवक्ता। यस भूमिकामा आफ्नो कार्यकाल सम्पन्न गर्ने तयारी गर्दै गर्दा यो महिनाको हाम्रो 3 मुख्य कुरा लिएर अन्तिम पटक आएको छु। यो महिना अमेरिकी दूतावासको युथ काउन्सिलका सदस्यहरूले सिप मेला 2082 मा स्वयंसेवक भएर मद्दत गर्नुभयो। सिप मेला काठमाडौँ महानगरपालिकाको नेतृत्वमा आयोजित 35 दिने व्यावसायिक तालिम कार्यक्रम हो। उक्त कार्यक्रममा अमेरिकन चेम्बर अफ कमर्सका सदस्यहरूको पनि सहभागिता रहेको थियो। कार्यक्रमको अवलोकन गर्दै अमेरिकी राजदूत थम्सनले उक्त मेलाले 2000 भन्दा बढी युवाहरूलाई कन्स्ट्रक्सनदेखि अटो मेकानिकसम्म कतै 30 वटा पेसा सम्बन्धी तालिम प्रदान गर्ने जानकारी लिनुभयो। नेपाली युवाहरूलाई भोकेसनल सिप र उद्यम सम्बन्धी सहयोग गरी यस कार्यक्रमले उहाँहरूलाई नेपालमा नै काम गर्ने अवसरहरू प्रदान गर्नुका साथै अरू अवसरहरूको खोजीमा विदेश जानु नपर्ने अवस्था बनाउनेछ। यी प्रयासहरूले स्थानीय आर्थिक वृद्धिलाई अघि बढाउन महत्त्वपूर्ण भूमिका खेल्नेछन्। सबल स्थानीय वर्कफोर्सले अमेरिकी व्यवसायहरूलाई लगानी, व्यापार र वृद्धि हासिल गर्न सजिलो बनाउँछ। यसले स्थानीयहरूलाई रोजगारीमा लगाउन प्रोत्साहन गर्नुका साथै दक्षिण एसियाका समग्र व्यावसायिक वातावरणलाई सुदृढ बनाउँछ। यसै महिना अमेरिकी दूतावासका पब्लिक अफेयर्स चीफ माइक हार्कर नेपाल हेरिटेज रिकभरीले आयोजना गरेको इन्टरनेसनल कन्फरेन्स अन द रिकभरी अफ कल्चरल हेरिटेजको प्यानलमा सहभागी हुनुभयो। उहाँले नेपालको सांस्कृतिक सम्पदा पुनर्स्थापनामा संलग्न एक्सपर्टहरू र गभर्मेन्ट अफिसियलहरूसँग छलफल गर्नुभयो। छलफलमा माइकले नेपालको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षणमा अमेरिकाको लामो समयदेखिको प्रतिबद्धता र नेपाली पुरातात्विक सामग्रीहरूको पुनःप्राप्तिमा गरेको सहयोगको बारेमा जानकारी दिनुभयो। एम्बेसडर्स फन्ड फर कल्चरल प्रिजर्भेसन AFCP मार्फत अमेरिकाले नेपालभर 28 वटा परियोजनाहरूलाई सहयोग गरेको छ, जसमा 100 वर्ष पुराना मन्दिर, गुम्बा र ऐतिहासिक दरबारहरूको पुनर्निर्माण पनि समावेश छ। यी परियोजनाहरू केवल सम्पदा संरक्षणमा मात्र सीमित छैनन्, यिनले नेपालको दिगो आर्थिक विकासलाई पनि साथ दिन्छन् र पर्यटन, शिक्षा र हस्पिटालिटी जस्ता क्षेत्रहरूमा अमेरिकी कम्पनीहरूका लागि नयाँ व्यापारिक सम्भावनाहरू खोल्छन्। अन्त्यमा हाम्रो भिडियोहरू हेरिदिनु भएकोमा धन्यवाद भन्न चाहन्छु। हामीले सुरु गरेका यी हाइलाइट्स भिडियोहरू हाम्रो कामका चित्रण मात्र नभई तपाईको भावना, उत्तनशीलता र आशाका साथै हामीले मिलेर बनाएको बलियो सम्बन्धलाई पनि चित्रित गरेको छ। यो यात्रामा हामीले नेपालमा हाम्रा फेभरेट ठाउँहरू देखायौँ र तपाईहरू सबैसँग कनेक्ट हुन पाउँदा मलाई यति राम्रो लाग्यो कि मैले अमेरिकी दूतावासको इकोनोमिक अफिसरको रूपमा नयाँ भूमिकामा नेपालमै बस्ने निर्णय लिएँ। म अझै धेरै सिक्न, देख्न र तपाईको बारेमा जान्न उत्सुक छु। मेरो तर्फबाट यति नै। धन्यवाद। नमस्ते।